ल हेर्नुहोस् साथीहरू, तपाईँ हाम्रो घरमा बाख्राको पाठाहरू धेरै छन् भने यो तरिकाले दुध खुवाउन सकिँदो रहेछ है। ल हेर्नु है, ल ल यो तरिका पनि सही लाग्यो है मलाई। ल ल टक्क निप्पलमा है एउटा बोतलमा टक्क दुध हालेर ल हेर्नुहोस् त यति मजाले खाँदो रहेछन् है फेरि। ल ल तपाईँ हामीले पनि गर्न सकिँदो रहेछ है साथीहरू। ल यति धेरै पाठालाई है एक एक गर्दै खुवाउँदाखेरि गाह्रो हुन्छ नि त, तर पनि उहाँको दिमागलाई चाहिँ मान्नै पर्छ है साथीहरू। ल यति मजाले खाँदो रहेछ है दुधहरू नि। ओहो ल खत्तम गरिदिएँ। ल हेर्नुहोस् त। ल ओहो